नमस्कार, म दिल गुरुङ, नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय सचिवालयको म अहिले वरिष्ठ उपाध्यक्ष। सदा चाहिँ यस वर्ष पनि विश्वभरका सम्पूर्ण आदिवासीहरूको लागि हामीले मनाउँदै आएको आदिवासी दिवस 32औं आदिवासी दिवस यस वर्ष पनि अगस्त 9 साउनको 24 गते हामी मनाउँदैछौँ। यस उपलक्ष्यमा नेपाल लगायत विश्वभरका सम्पूर्ण आदिवासीहरूलाई म यो आदिवासी दिवसको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना पठाउन चाहन्छु। यसपटक आदिवासी जनजाति महासङ्घ नेफिनले अलि फरक ढङ्गले विशेष किसिमले यो आदिवासी दिवसलाई मनाउनुपर्छ भन्ने हिसाबले हामीले काठमाडौँको खुला मञ्चमा बृहत कार्यक्रम गर्न गइरहेका छौँ। यो कार्यक्रम हामीले विगतका कार्यक्रमभन्दा विशेष बनाउनुपर्छ भन्ने हिसाबले हामीले सम्पूर्ण आदिवासी जनजातिहरूलाई बृहत उपस्थितिको लागि सार्वजनिक आह्वान गरेका छौँ। यो कार्यक्रममा यसपालि नेफिनको आयोजना अथवा आदिवासी जनजाति महासङ्घको नेतृत्वमा मनाउँदै गर्दाखेरि हामीले नेपालमा रहेका विभिन्न राजनीतिक पार्टीका भातृ सङ्गठनलाई पनि हामीले आह्वान गरेका छौँ र उहाँहरू पनि यो संयुक्त कार्यक्रममा जोडिने प्रतिबद्धता जनाउनु भएको छ र कार्यक्रममा ठुलो सङ्ख्यामा उपस्थिति हुने र त्यसमा विभिन्न आदिवासी जनजातिका खानाका परिकार, विभिन्न आदिवासी जनजातिका तपाईँको सांस्कृतिक कार्यक्रमहरू र हामीले हाम्रो सांस्कृतिक वेशभूषालाई पनि त्यहाँ प्रदर्शन गर्नुभएको हुनाले यहाँहरूको सबैको उपस्थितिको लागि हामी आह्वान गर्दछौँ। आशा छ साउनको 24 गते आइतबारको दिन यहाँहरूले खुला मञ्च जानुको लागि आफ्नो समय छुट्याउनुहुनेछ। सबैलाई फेरि पनि चुलै निम्ति दिन चाहन्छु। धन्यवाद।